गुड मर्निङ सम्पूर्णमा फेरि थुप्रै दिनको बादमा तपाईँहरू समक्ष आइरहेको छु है। र विशेष गरेर यो इस्टरको छुट्टीमा अलिकति फ्यामिलीसँग एक दुई दिन बाहिर जाने सोच छ। त्यो कारणले गर्दाखेरि अहिले मोटामोटी 7 बज्यो बिहानको र हामी चाहिँ निक्लिनु आँटेको छौँ है। यहाँनिर तयार तमारी हुँदैछ। यहाँनिर ब्यागहरू रेडी छ। हाम्रो चिङ्ना पनि रेडी छैन रहेछ। एउटा त लुक्दै रहेछ यहाँनिर। खोइ हेर न यता। ओहो ए लु त रेडी हुँदैछ है। अब गाडी पर्खिरहेछ। यता हेर्दा नानी। यस लु यिनीहरू पनि रेडी छ। काटिन्छ पनि हेरौँ अब कति टाइम लाग्ने हो। जाँदैछु। यो चाहिँ हामी मल्ली पुग्नु आँट्यौँ कि तर यहाँनिर कन्स्ट्रक्सन चल्दै रहेछ। अब कति लामो बस्ने हो। यहाँ आइपुगेको छौँ। पानी चाहिँ रोकिएको छ। यस्तै छ। यो चाहिँ मल्ली ब्रिज हो। सायद त्यहीँबाट होला यो राफ्टिङ गर्दै रहेछ। छिटो पो कुद्दो रहेछ त। यहाँ आइपुगेको छ। बन्दकोपी दिन राम्रो भएर होला। कतिजना रहेछ 1 2 3 4 5 6 6जना चाहिँ जाँदै रहेछ। स्पिड हुँदो रहेछ यसको पनि। निकै स्पिड हुँदो रहेछ। जाँदैछ। रमाइलो। अहिले चाहिँ रम्फू आइपुग्यो हामी। अब जाने हो। बसिरहेछ यिनीहरू। कहाँ आइपुग्यो अरे? रम्फू। हामी कर्मा होटल कर्मामा आइपुग्यो। ए भर्खर कोही थाकेर लडिरहेछ। थाक्यो भन्दैछ। लडिरहेछ हो। यहाँ चाहिँ हाम्रो अन्सुक दाजु पुरा हेल्प गर्नु भएको छ 1 महिना अगाडिदेखि। यो फाइनली आइपुग्यो। एमजी मार्गमा छौँ र खाना जाँदैछौँ होइन। भोक लाग्यो कि भोक लाग्यो भन्दैछ। यो साइडबाट दुईजना कता हो। हल्का पानी पर्दैछ। के जाउँ कता जानु? ओके पेट पूजा भयो होइन। दुई बहिनी नै आउँदैछ पछाडि। भन्नु धुलै धुलो थियो। जाडो त्यस्तो छैन। मैले ज्याकेट खोलेँ। दुई बहिनी नै आउँदैछ होइन। गरम छैन। ए जाडो छैन रहेछ भनेको नि। घुम्दैछ यिनीहरू। रमाइलो भयो घमाइलो भयो आजको दिन। ल ल यिनीले नि पेट पूजा गरेर आयो। हाँस्दैछ। ए झन्डै हजुर जाडो त्यति रहेन रहेछ। म त लाज आउँदैछ है यिनीहरू। यहाँनिर बिसाइरहेको छ अहिले चाहिँ। थाकेछ कि के हो। आजकल चाहिँ ओभर एनर्जेटिक भइरहेछ। बसेको ल तब यो चाहिँ फर्स्ट डे अनसेकेम है। भिडभाडै छ। आज चाहिँ दिन मजाको भएको रहेछ। मजाको भएको रहेछ। तर कति बेला पानी पर्छ भन्नै सक्दैन भन्छ। को दोकानहरू छ। म निकै समयको बादमा आएको। भयो होला 10 वर्ष।
धेरै चेन्जेसहरू यस्तो थियो जस्तो लाग्दैन हो। यहाँ दुईजना हिँड्दैछ। ल यिनीहरूले यस्तो जाडोमा आइसक्रिम खाँदैछ। हुनु त आइसक्रिम जाडोमै खान्छ, खानुको लागि म चाहिँ खाँदिनँ। के हो यो आइसक्रिमको नाम पनि जान्दिनँ म त। के हो? भ्यानिला? जस्ट भ्यानिला। हो दामी दामी मिक्स्ड। ओके म चाहिँ अब कोला खान्छु। यस्तो मसिनो कुरोहरू मन पर्दैन मलाई। मासु भात मात्रै मनपर्छ। वर्कसँग खाइदिन्छु आज चाहिँ। मलाई त्यसो मन पर्छ। अब चाहिँ हामी फ्लाइओभर भएर जानेछौँ। यता मुनि चाहिँ पाल्जर स्टेडियम छ। उकालो यो चाहिँ यो साइड चाहिँ एमजी मार्ग, यो साइड चाहिँ ओह्रालो अब रानीपुल रम्फू है। यो फ्लाइओभरबाट यो उकालो चाहिँ फेरि कता जान्छ? सिक्किम गिफ्ट हाउस अरे यहाँ चाहिँ। के रहेको? के किनेको यिनीहरूले? खै म त बुझिनँ है के किनेको। के हुन नि त्यो? जै पनि डुल्दैछ। हामी घुमेर आयौँ। ल ट्रेन्समा जाने भन्छ। ट्रेन्समा पछि यिनीहरू अब के हेर्ने हो कुनी? सिलगढी मालबजारले पुगेन अरे। ल तब कहाँ गयो? चलो चलो खिचिदिउँ भनेको नि। लाल बजार ओह्रालो जाने हो। लाल बजार खाना खाने होटल पनि मैले त्यतै हेरेर आएको छु कि। बेलुका जानु भनेको त फेरि यिनीहरू अहिले जाने अरे भन्दैछ। हेरौँ। झन्डै लड्यो। के गर्छौ? बहिनी नि आउँदैछ। यिनीहरू घुम्ने अरे हेर्छु। आउँदा त उकालो हो नि फेरि। हजुर उही हो नि हेर्दा मात्रै। झर्नेमा चाहिँ हाम्रो भाइले मजाले गीत गाउँदै रहेछ। दामी छ है दामी भाइको कला मन पर्यो मलाई। लालबजारको ओह्रालोमा कला हो मान्छेको है। हाम्रोमा छैन यो कला। अब के गर्ने? मनपर्छ नि मलाई सारङ्गी चाहिँ पुरा कि। तर बजाउन जान्दिनँ। सजिलो देख्छ हेर्दा त, तर छैन नि हौ सजिलो। भाइको आगामी दिनको निम्ति थुप्रै शुभकामना। किन्दैछ यिनीहरूले। भिड छ, भिड बनाइरहेछ। गगल्स किन्दैछ कि क्या हो? जाँदैछु ओह्रालो अझै। यिनीहरूमा चाहिँ सस्तो पर्थ्यो आज मलाई विश्वास लाग्छ। यो लालबजारको ओह्रालो चाहिँ के जस्तो रहेछ अरे? कालिम्पोङको सिके चोकको त्यो डडुवा डाँडा जस्तो रहेछ। मलाई त्यस्तो लाग्यो। अझै जाँदैछु। खोइ हेर त छोरी यता दुईजना आउँदैछ पछाडि। गुड
वेलकम टु लाल बजार। र त म जाउँ भनेको त के किन्ने भएको छ म भन्नु हो। विशेष गरेर हामीले डकुमेन्ट्सहरू पठाइहाल्नु पर्ने भोलि गाडीको लागि। थाक्यो उकालो हिँड्नाले थाक्यो हिँड्नाले। ए यिनी त झन् 4 जनामा फोत भयो तिमी ल। आम्मा कर्म होटल 4 तला माथि भ्यू हेरौँ भनेको त भ्यू चाहिँ नदेख्दो रहेछ। अहिले मजा आउँदैछ चढिँदैछ। यतिको एक्सर्साइज चाहिँ ठिकै छ है तर वुडन रहेछ यस्तो सिडी चाहिँ सबै बुक छ नि बुक छ सब यिनीहरूलाई चाहिँ राम्रो भयो तर यो नि ठिक छ नि गुड। अझै हो माथि आइपुग्यो खोला 401 ओ माई गड कालो साबुन ल्याउनु बिर्सेछु भनेको जस्तो भयो त। राम्रो छ है होटल ठुलो छ मजाको छ दैलो खानु